यो चाहिँ भिन्डियो भनेको चाहिँ मल्ल काली मल्लभन्दा पनि धेरै अगाडि त्यहाँ सुपरमा बिहार भनेर पनि लेखिरहेछ यो भन्नेको छ। अब यहाँ चाहिँ यो जस्तै भीमसेन भन्नाले हामीले महाभारतको त्यो अर्जुनको दाइ भीमसेन भनेर चिन्छौँ नि होइन त्यो भीमसेन होइन, त्यो भीमसेन होइन, त्यो चाहिँ भिन्डियो। भीम भनेको भीम भनेको राम्रो होइन, राम्रो गर्ने देवताको त्यो चाहिँ मन्दिर भिन्डियो। त्यसलाई चाहिँ विशेष गरी नेवारहरूले पूजा गर्छ र नेवारले पनि कसले पूजा गर्छ? व्यापार गर्ने मान्छे, जसले व्यापार व्यवसाय गर्छ, बिजनेस गर्छ, त्यो बिजनेस गर्ने मान्छेले धेरै श्रद्धाले यहाँ पूजा गर्नुहुन्छ भिन्डियोलाई। अब यहाँ चाहिँ सरस्वतीको मूर्ति भयो, त्यो चाहिँ अब श्री पञ्चमीको दिनमा धेरै मान्छे आएर अक्षर लिन आउँछ। सरस्वतीको मूर्ति भयो, त्यो चाहिँ भिन्डियो। भिन्डियो भनेको के अरे? महाभारतको भीमसेन। हाम्रो आदर्शमा छ नि गए भिन्डियो भन्ने होइन, गए भिन्डियो भनेको त्यो चाहिँ परदेशी भीमसेन। पहिला पहिला मान्छेहरू यहाँबाट व्यापार गर्न जाँदाखेरि, खासा जाँदाखेरि त्यहाँ पूजा गर्न जान्थे नि। त्यो भीमसेन चाहिँ त्यो भीमसेन, यो चाहिँ व्यापारीहरूको भिन्डियो। भिन्डियो भनेको चाहिँ एज अ होल सबै चाहिँ व्यापारीहरूले पूजा गर्ने देवता हो। महाभारतको भीमसेन चाहिँ अब त्यो जुङ्गा भएको कस्तो राम्रो छ त्यहाँको मूर्ति, त्यो भीमसेनको मूर्ति। ल अब पहिला तपाईँ टोइजल पछाडि जानु, कल्चरल एकछिन हेर्दै त्यहाँ बस म सरलाई सोधा भ्याउँथेँ नि। सब्सक्राइबर छु, लाइक एन्ड सब्सक्राइब। शब्द बिना कुरा म्हणजे समझदारीमा सबैभन्दा महत्त्वपूर्ण ठाउँमध्ये एउटा हो। यो चाहिँ भैरव मन्दिर होइन। भैरव मन्दिर मान्छे को गएको छ? निकै कमजना गएको रहेछ। आज 5 बजे 6 बजीतिर घुम्न आउने यहाँ अहिले घुम्दैन, 5 साढे 5 बजीतिर घुम्छ, बिहान
होइन। अब यो मन्दिर चाहिँ भक्तपुरमा जति पनि तन्त्र साधनाहरू हुन्छ, तन्त्र मन्त्रको साधना हुन्छ, यो साधनाको केन्द्रबिन्दु भनेको यो भैरव मन्दिर। साधना गर्नेको केन्द्रबिन्दु भनेको यो भैरव मन्दिर हो। यो भैरव चाहिँ कहाँको भैरव भन्दाखेरि इन्डियाको काशीको विश्वनाथ भैरव भन्ने छ। अहिले विश्वनाथ भैरव चाहिँ जात्रा हेर्न जाँदाखेरि यहाँ वर्षा पानी परेको थियो अरे, कारणले गर्दाखेरि यहाँ चाहिँ एकदमै अनावृष्टि भनेको पानी नपर्ने, पूजा पनि नहुने, पानी नपर्ने, त्यसो भने अलिक पानी पिक्ने। हामी साधना गरेर हेर्दाखेरि एउटा खालको जात्रा हेरिरहेको छ। त्यो चाहिँ होचो मान्छेसँग हेर्दाखेरि पनि एउटा टाउको अग्लो, यो चाहिँ सामान्य मान्छे होइन भनेर विचार ध्यान पुर्याएर हेर्दाखेरि चाहिँ त्यो चाहिँ को देखियो? विश्वनाथ, काशी विश्वनाथ भैरवै हो, स्वयं काशी विश्वनाथ भैरवै यहाँ आएको भन्ने देखियो। अनि यहाँ आएको त्यो थाहा भइसकेपछि काशी विश्वनाथ भैरवलाई चाहिँ अब यहीँ राखिराख्नु, हाम्रो भक्तपुरमै राखिराख्नु सक्यो भने त यहाँ त सहकाल आउँछ होइन, यहाँ त अन्न उत्पादन हुन्छ, यहाँ त चामल उत्पादन हुन्छ। यो देउतालाई यहीँ राख्नुपर्छ भन्ने विचार गरेर त्यो तान्त्रिकहरू चाहिँ त्यहाँ पुगेको थियो। त्यो उयो त दरबार स्वर लेखा आउँछ नि होइन, लेखा छ बोर्ड। अनि चाहिँ गर्दाखेरि अब देउता झन् चलाएको भने देउताले यसो विचार पुऱ्याएको त मलाई यहीँ बाँधेर राखेको भन्ने हिसाबले तलबाटै चाहिँ के हुनु लाग्यो, भाषिँदै त्यो ध्यान चाहिँ हराउनु लागेको बेलामा चाहिँ थाहा पाएर तान्त्रिक यिनीहरूले चाहिँ एकजना किसानले ल्याइराखेको दुईवटा चाहिँ हँसियाले टाउकै च्वाट्टा काटिदिएछ। अनि जिउ जति चाहिँ काशी टाउको एउटा चाहिँ हामी कहाँ छ, यहाँ मन्दिरमा छ, यो मन्दिरमा छ भन्ने विश्वास गरिन्छ। तर त्यो जोपाइदेखि हेरेर त्यहाँ चाहिँ दुईवटा ठाउँ छ। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार चाहिँ यो भैरव महादेव भन्छ। महादेवलाई चाहिँ हिंसा चल्दैन, महादेवले रगत खान्छ खाँदैन। अनि शनिबार भयो कि त्यो ठाउँै आसनै चेन्ज हुन्छ, त्यहाँ बेला चाहिँ के हुन्छ? भैरव भन्छ। ल आज हेर्नु, आज एक ठाउँमा राखिरहेको हुन्छ, भोलि अर्कै ठाउँमा राख्छ त्यो भैरवलाई होइन। दुईवटा छ भैरव। अनि त्यहाँ त्यसरी भन्छ। अनि यो भैरवको चाहिँ बाण चाहिँ को हो? बेटडियो भन्छ नि, बेटाल चाहिँ भैरवको बाण हो। त्यो पनि काशीकै धेरै भयो खबरमा आएको, यहाँ चाहिँ काशीमा नआएको देखेपछि ऊ चाहिँ खोज्दै तेल बेच्ने स्वरूपमा तेल बेच्ने मान्छे जस्तो भएर सानो बच्चा चाहिँ यहाँ भक्तपुर आएछ। अनि ऊ पनि चाहिँ बेटडियो भनेर थाहा भइसकेपछि बेटडियो पनि यहीँ बसेछ। त्यसैले बेटडियो तेल बेच्ने भनेको को हो? कसले तेल बेच्छ? मानन्दरहरूले होइन, मानन्दरले बेच्छ। त्यसैले बेटडियो भनेको चाहिँ मानन्दरहरूको छोरा भन्छ। दुईवटा मानन्दर पनि थियो, तिनजना होइन। अनि बेटडियोलाई त्यहाँ माथिदेखि पूजा गरेर ल्याउने साकुलानको मानन्दरहरूले लिएर आउँछ। अनि त्यहाँ राखेर पूजा गर्छ, त्यसलाई हामी बेटडियो भन्छौँ। त्यो बेटडियोलाई फोटो देख्यो बिस्केट जात्रामा, बेटडियोलाई यहाँ राखेर पूजा गर्छ, सिँगार प्रकार गर्ने, पूजा गर्ने सबै त्यहाँ गर्छ। यो बस्ने बेटडियो भने कहाँ गऱ्यो? तेल बेच्ने भन्ने हिसाबमा आएपछि अनि मानन्दरहरूको खराब भन्छ कि बेटडियोलाई। त्यहाँ मानन्दरहरूले लिएर आउँछ, साकेलाको मानन्दरहरूले लिएर आएर त्यहाँ राखेर बिस्केट जात्राको रथमा राख्नुभन्दा अगाडि त्यहाँ राखेर पूजा गर्छ। त्यो चाहिँ बेटडियोको कुरा हो होइन। अनि यो भैरव चाहिँ एकदमै उग्र। अब बेटडियो कहाँ थियो? केटीहरू एक्लै जाने एकदमै डराउँछ। त्यो देउता हेर्दै पनि डरलाग्दो छ। झन् चाहिँ एक्लै पनि त्यहाँ राखिरहेको छ, बाँधेर राख्छ त्यसलाई। त्यो देउतालाई सिक्रीले बाँधेर राख्छ। त्यहाँ पूजा गर्न आउनेको अन्डा खाइदिनु अरे पहिले पैसाले पिट्ने अरे। त्यो बेटडियोले त्यो त गऱ्यो भएर अनि त्यहाँ चाहिँ केटीहरू मात्रै पूजा गर्न जाँदैन। त्यो बेटडियो छ है। अब अहिले त त्यहाँ बन्द छ नयाँ दिएको भने। अब यो चाहिँ यो भैरव चाहिँ एकदम उग्र भैरव होइन, एकदमै उग्र चाहिँ भनेको ऊ नगर्ने अलिकति बदमास टाइपको भैरव भयो भने यो भैरवलाई शान्त बनाउनुको लागि नै भैरव मन्दिरभन्दा पनि अग्लो गाँटापोलो मन्दिर बनेको हो। त्यो गाँटापोलो मन्दिर हेर्नु, त्यो संसारको मलाई सबभन्दा राम्रो मन्दिर
आर्किटेक्टको हिसाबले त्यत्रो ठुल्ठुलो भुइँचालोहरू होइन 1890 मा पनि त्यहाँ चाहिँ 8 रेक्टर स्केलको भुइँचालो गयो 2072 मा पनि 1990 मा पनि 8 रेक्टरकै भुइँचालो गयो 2000 हाम्रो 2015 मा पनि एकदम ठुलो भुइँचालो गयो त्यत्रो ठुलो भुइँचालो गए पनि त्यो मन्दिर चाहिँ जस्ताको तस्तै छ सानो सानो घरहरू सबै भइसक्यो तर हाम्रो मन्दिर चाहिँ जस्ताको तस्तै छ होइन त्यो मन्दिरमा चाहिँ सबभन्दा सुरुमा चाहिँ के छ कुतुहो छ तिनीहरू चाहिँ इन्डियाको युद्ध गर्ने सिपाहीहरू के भन्छ जयमल र पट्टा यो दुईजना जुडुवा दाजुभाइहरूले बनाएको मूर्ति हो यत्तिकै एकोहोरो गरेर गहिरिएर हेऱ्यो भने चाहिँ धेरै फरक छ त्यो मूर्ति दुईटामा कुतुहोमा होइन तर चाहिँ यसो हेर्दाखेरि चाहिँ सेम छ कि छैन त्यही त गहिरिएर हेऱ्यो भने फरक छ नभए चाहिँ यो चाहिँ सेम जस्तो देखिन्छ भनेको कि यो चाहिँ कसले बनाएको अरे दुईवटा जुडुवा ट्विनहरूले बनाएको त्यसपछि हात्ती होइन लायन भयो त्यसपछि त्यो माथिकोलाई चाहिँ हामीले के भन्छौँ होइन थोरै जान्छ त्यसलाई चाहिँ त्यो उड्ने लाइन त्यसलाई अर्कै मैले ठ्याक्कै नाम दिएँ है अनि त्यसपछि त्योभन्दा माथि भगवती होइन भैरव त्यो चाहिँ त्यो देउटाको मूर्ति यिनीहरू चाहिँ 10 गुणा पावरफुल हुने गर्छ क्या त्यो कुटुकोभन्दा हात्तीभन्दा त्यो पावरफुल त्योभन्दा अर्को पावरफुल अझ देउटा त झन् धेरै पावर होइन अब सिद्धिलक्ष्मीको मूर्ति कस्तो छ भनेर चाहिँ मैले पनि देखेको छैन कसैले पनि देखेको छैन तर सिद्धिलक्ष्मीको त्यहाँ चाहिँ सिद्धिलक्ष्मीको मन्दिर छ त्यो चाहिँ त्यो धेरैवटा हातहरूको मूर्ति छ ट्वारी त्यो उमा सेम त्यही मूर्ति हो ठुलो मूर्ति तर 6 फिटको सिद्धिलक्ष्मी एउटा भगवतीको रूप एउटा भित्र भने सिद्धिलक्ष्मी त्यो चाहिँ कसैले यहाँ सुन कहिले खोल्दैन त्यो चाहिँ कसैलाई पनि देखाउँदैन त्यो चाहिँ कर्मचारीहरूले मात्रै हेर्नु तर म कर्मचारीहरू पनि हेरेको छैन है त्यो चाहिँ तान्त्रिकहरूले मात्रै तान्त्रिक त्यो चाहिँ के देखादिउ भन्छ नि होइन उनीहरूले मात्रै हेर्नु मात्रै पहिला राजाहरूले मात्रै हेर्न पाउँछ अब अहिले चाहिँ अब त्यस्तो देखाउँदैन अब त्यत्तिकै अब माथि जाँदाखेरि हेऱ्यो भने त्यो बेग्लै कुरा तर माथि जानलाई पनि त्यो छोपिरहेको छ त्यो सबै छोपिरहेको छ अनि यो चाहिँ बनाउने चाहिँ शक्ति अवाल भन्ने त्यहाँ तुसिमलाको अवालहरूले बनाएको कसले बनाएको अरे शक्ति अवाल भन्नेहरूले बनाएको अनि उनीहरूलाई चाहिँ राजाले धेरै खुसी भएर ल तिमीहरूलाई त्यो बक्सिस ल्याऊ भनेर पैसा दिएछ उनीहरूलाई होइन अनि त्यो पैसा चाहिँ उनीहरूले खर्च नगरिकन त्यहाँ तुसिमलामा उनीहरूले आफ्नो आँगन देउटा बनाएको छ अहिले पनि छ तुसिमलामा त्यहाँ चाहिँ यो गाटापोलो मन्दिर बनाउनेको पुर्खाहरूले बनाएको आँगन देउटा अहिले पनि बाँकी छ त्यो देउटा रे त्यो ठाउँ अहिले पनि बाँकी छ है अब फुर्सदमा ऊ त्यो हेर्न आउने त्यो हात भएको त्यो ऊ हेर्न आउने जे त्यहाँ देखाएको छ त्यही मूर्ति भित्र छ अनि त्यो मूर्ति चाहिँ एकदम पावरफुल मूर्ति अनि त्यो मूर्तिलाई चाहिँ 1 महिना यहाँ यो डबु यो चाहिँ त्यसको गजुर ठुलो गजुर यो सबै राखेर यहाँ त्यो मूर्ति राखेर प्रतिस्थापन गरेर 1 महिना पूजा गरेर अनि चाहिँ त्यो बेला नै 20,000 जना मान्छेलाई पुरस्कार गरे कतिजना मान्छेलाई 20,000 जना मान्छेलाई सिद्ध्याग्नि भोटी यज्ञ भन्छ यो यज्ञ चाहिँ यहाँ गरेको अनि 1 महिनासम्म यहाँ चाहिँ यज्ञ गऱ्यो धेरै ठुलो यज्ञ गऱ्यो अब अहिलेसम्म पनि बुढापाकाहरू के भन्छ भन्दाखेरि झाडा पाक्रा लगाए मान्छे यहाँ बसेर निको हुन्छ भन्छ त्यो त्यसको अहिलेसम्म पनि राप बाँकी छ त्यसैले यो जहिले पनि तातो हुन्छ तपाईँले बसेर हेर्नु जहिले पनि तातो हुन्छ अनि यहाँ चाहिँ हो अनि यो ठाउँ यो यहाँ चाहिँ पहिला यो मन्दिर भ्याठामा चाहिँ हाम्रो देवेश पलिखेलको पुर्खाहरू बस्थे पलिखेलहरू यहाँ बस्थे अनि राजाले त अब यो भैरव मन्दिरको पनि कहानी भएकोले यहीँ बनाउनुपर्छ भन्ने भयो अनि यो पलिखेलहरूलाई चाहिँ त्यो बेला अर्कै थर थियो अनि उनीहरूलाई चाहिँ आउने व्यवस्था गर्नु पर्यो भनेर गोलमडीको र इनाचोको बिचको ठाउँ त्यसलाई हामी पलिखेल भन्छौँ पलि भनेको सत्ता होइन ठाउँ पलिथो भने के उसको सत्ता त्यो भने नि पलिखेल भनेको मैदान अनि त्यो पलिखेल भनेको थरै पलिखेल भनेको कारण त्यो नभए भनेको थर अर्कै थियो अब अहिले पछि चाहिँ पलिखेल भन्यो पलिखेलमा चाहिँ त्यो बेलाको ढुङ्गाको अहिले पनि बाँकी छ त्यो ढुङ्गाहरू अहिलेसम्म पनि त्यहाँको निशान छ काटापोलोको यस्तै ढुङ्गाहरूको निशान छ है अनि यो मन्दिर बनाउनलाई चाहिँ मलाई ठ्याक्कै चाहिँ बिर्सेँ मैले 11 लाख समथिङ इँटाहरू उपयोग भएको थियो कति लाख है 11 लाख अनि जति इँटा बाँकी भयो
जति इँटा बाँकी भयो त्यो बाँकी भएको इँटाले चाहिँ के बनायो त्यो मूल ढोकामा जाने एउटा पोखरी छ स्टार ब्याङ्कवेटको बिचमा एउटा पोखरी छ त्यसलाई हामी गङ्गापुगु भन्छ त्यो पोखरी चाहिँ यहीँ बाँकी भएको ढुङ्गाले इँटाले बनाएको यो इँटा र त्यो इँटा सेम यो इँटा कहिले बने थाहा छ यो मन्दिर कति दिन बने थाहा छ जम्मा 6 महिना हाम्रो स्कुलको घर बनाएर कति भयो 2 वर्ष हुन लाग्यो है हाम्रो स्कुलसँगैको घर बनाएको 2 वर्ष हुन लाग्यो नि यो मन्दिर कतिमा बन्यो अरे 6 महिना 6 महिनामा बन्यो यो मन्दिर अब मैले चाहिँ त्यहाँ धेरै चाहिँ कथाहरू कहानीहरू सुनेकोमा यहाँ सुने है यहाँ सुने पछि कुरो हल्ला पछि गयो अनि त्यहाँ अब सुनेकोमा धेरै छ होइन अनि किसानहरू चाहिँ अब पहिला के टाढा टाढा त्यहाँ रोपाइँ गरिसकेपछि कहिले रोपाइँ गर्छ असारमा रोपाइँ गर्छ कहिले बाली होइन किसान चाहिँ एकचोटि किसान गइसकेपछि 6 महिनासम्म खेतमै काम गर्ने है घरै किसान आउने अनि यहाँको क्वाचितलेको हेर्ने किसान आएको त्यो पनि 6 महिनापछि घर फिर्ता आएको अरे 6 महिना अगाडि जाँदाखेरि यहाँ केही पनि थिएन घरै घर 6 महिनापछि हामीलाई त्यस्तो घर छ यो मेरो म चाहिँ के भन्छ गलत ठाउँमा आएको क्या हो के छ 6 महिनापछि आउँदाखेरि चाहिँ यस्तो भव्य मन्दिर देख्छ होइन अब यहाँ चाहिँ यो मन्दिरको उद्घाटन त्यो बेला पनि हाम्रो अब नेवारहरू भनेको अमेरिकन भन्दा बेलायती भन्दा जापानिज भन्दा अब चाइनिज त के हो त्यो सबैभन्दा धनी भयो किनभने 300 वर्ष 400 वर्ष अगाडि पनि यस्तो कुनै यहाँ त कतिवटा हराइको थियो त्यो चाहिँ हेरेर त नेपालको झन्डा यही ठाउँबाट प्रभावित भयो नेपालको एउटा छैन त्यहाँ पनि माथि पनि छैन त्यहाँको एउटा चाहिँ हरायो होइन कति पुऱ्यो त्यहाँको चाहिँ झन्डा थियो होइन विश्वको सबभन्दा पुरानो झन्डा डेनमार्कको भन्छ तर मलाई लाग्छ डेनमार्कको भन्दा पनि पुरानो झन्डा यो सबै इन्सपायर्ड नेवार कल्चरले चाहिँ इन्सपायर भएको सबैजना नेवार कल्चरले नै इन्सपायर भएको त्यो झन्डाहरू कति राम्रो अब कहिले कहीँ आउने मैले 2-4 कुरा पनि दोहोऱ्याएँ यो चाहिँ अनि यो अर्को एउटा लास्ट एउटा कुरा अनि त्यो मन्दिर बनाउनलाई चाहिँ काठमाडौँको भक्तपुरको ललितपुरको सबै मान्छे चाहिँ काम गर्न आउने सबै अहिले पनि श्रमदान गर्छ नि होइन पहिले त्यो बेलाको झन् काम गर्न आउने अरे अनि एकजना मान्छे चाहिँ त्यस्तो मान्छे अरे कि जो चाहिँ काम चाहिँ केही नगर्ने अरे तर खाजा खाने बेलादेखि टुक्लुक्क आउने अरे अरूले भन्दा चौबर खाइदिने त्यसले चाहिँ एकदम खाइदिने धेरै काम चाहिँ केही एउटा सिङ्गा पनि यताबाट उता खाना काम चाहिँ केही नगर्ने खाना चाहिँ गरम धेरै खाइदिने एक दिन होइन 2 दिन होइन अब एक दिन बिर्सिँदो रहेछ सबैलाई के गर्यो खानेमा टुक्लुक्क आउँछ अरू बेला काम पनि गर्दैन ल अब यसको चाहिँ कम्प्लेन गरेर हामी राजाका जानु पर्यो होइन राजा यस्तो मान्छे छ जो मान्छे चाहिँ काम केही नगर्ने तर गमहरू खाने त्यसलाई चाहिँ के पऱ्यो गर्नु पऱ्यो भनेर भन्छ राजाले यस्तो लाग्छ कि खाएर केही हुँदैन हाम्रो खान्दे उसलाई भन्छ पछि यसले काम दिन्छ कुनै न कुनै दिन यसले चाहिँ हामीलाई काम दिन्छ भन्छ ल भनेर त्यही विचार गरेर बसेको अरे राजा मन्दिर सबै बन्यो अब गजुर एउटा लानुपर्ने भयो त्यो गजुर कत्रो छ यहाँबाट हेर्दा पो सानो होइन त्यो गजुर त यहाँ यो आधी ठाउँ छ यो ठाउँमा यो ठाउँको आधी ठाउँ त यो गजुर भनेपछि त्यो गजुर लाँदा अब त्यो बेला के क्रेन थियो त्यही थियो थिएन नि अन्त धेरै खाने मान्छेले नै यहाँ चाहिँ त्यो बाँसको पेटीको राख्यो होला होइन माथिसम्म चढ्ने त्यो गजुरलाई पिठीमा बोकेर माथि राखेर गजुर राख्ने त्यो मान्छे त्यो चाहिँ अब मान्छे होइन त्यो चाहिँ बेताल भैरवै बेचवटी नै भन्छ मान्छेको रूप लिएर आएको भन्छ त्यही भएर अहिले जो बुढापाकाले के भन्छ बेचवटी भनेको त एकदम बदमास चाहिँ अब हाम्रो बिस्किट जात्रा के भन्छ शान्तिपूर्वक मनाऊ झगडा नगरौँ झगडा नगरौँ भन्छ त्यही पनि झगडा हुन्छ नि किनभने त्यो बेताल भनेकै त्यस्तै हो त्यत्तिकै त्यो अब उसको फेसियल एक्सप्रेसन पनि चेन्ज भइरहेको छ हाँस्यो भने चाहिँ नराम्रो हुन्छ भन्छ हाँस्यो भने चाहिँ नराम्रो हुन्छ भन्ने जनविश्वास छ होइन अनि त्यो बेटा भैरवले यो चाहिँ लगेपछि अनि यो मन्दिर पुरा भयो नेक्स्ट महिना चाहिँ यहाँ चाहिँ पाटनकै राजा आएर उद्घाटन गरेको हो पहिला पनि प्रमुख अतिथि भनेर बोलाउने गर्थ्यो उसैले चाहिँ उद्घाटन गरेको हो यो सबै कुरा चाहिँ यो सिद्ध्यायोग्नी
कोटी यज्ञ भन्ने एउटा किताब छ, जनकलाल वैद्य भन्ने मान्छेले लेख्नु भएको। त्यसमा चाहिँ सबै हिसाब किताब छ, कतिजना मान्छेले काम गर्यो, कति ज्याला लाग्यो, यहाँ चाहिँ त्यो मन्दिर रेखदेख गर्न हेर्न आउनको लागि हात्तीहरू घोडाहरूमा आएको थियो, उनीहरूलाई कति बोका घाँस खायो, यहाँको इन्टा कहाँबाट ल्यायो, कतिवटा इन्टा ल्यायो, कतिवटा इन्टा प्रयोग भयो, त्यो जम्मै कुराको किताब चाहिँ त्यो जनकलाल वैद्यले लेख्नुभएको किताबमा छ। उहाँ चाहिँ अहिले बुझ्नुभयो होइन, अहिले त्यहाँनिर पूजा गर्नु होला त्यसमा उहाँले लेख्नुभएको किताब छ, त्यसमा जम्मै कुरा लेख्छ। अब अहिलेको मान्छेलाई बनाउनु दिनु सक्छ हो कि न? ल अब यो चाहिँ हाम्रो मात्रै होइन, देशभरिकै एउटा सान हो। अब यो झन्डा यस्तो भएको, हाम्रो झन्डा चाहिँ यहीबाट झन्डा इन्सपायर भएको भन्ने कुरा सबै कुरा यहाँबाट छ। यो झन्डा चाहिँ हाम्रो झन्डा चाहिँ अझ पुरानो होइन, यहीँबाट इन्सपायर भएको भन्ने छ। त्यसलाई के भन्छ, त्यहाँ पनि भैरवको सानो यो पनि धेरै पुरानो मन्दिर हो। अनि यो चाहिँ धेरै मान्छेले आएजना यो चाहिँ मलाई सबभन्दा राम्रो एउटा मन्दिर जस्तो लाग्छ। यहाँ चाहिँ 9वटा छ, हाम्रो चाहिँ के हुन्छ प्लानेट कसले पत्ता लाग्यो प्लानेट हो ग्यालिलियो भन्दा 3-400 पत्ता लाग्यो। ग्यालिलियो जन्मनु भन्दा पनि 400 पत्ता लाग्यो होला, पत्ता लागिसकेको छ। यो मन्दिरमा चाहिँ सबै छर्को छ, यसलाई चाहिँ यो चाहिँ अर्थक्वेक भन्दाखेरि यो यसलाई पूजा गर्छ। कहाँ भने के अर्थक्वेक होइन, अर्थक्वेक भनेर यसलाई पूजा गर्छ। अनि 10 पिपाल छ, अनि 9वटा ग्रह छ, अनि सबभन्दा गरुड नारायण, गरुडमा बसेको नारायण यति राम्रो छ। यति राम्रो छ कि तपाईँले तपाईँको घरमा यसको अबिर छ नि, अबिर त्यसको अबिर भनेको आविष्कार भएको भनेको 60 वर्ष पनि भएको छ। कति वर्ष पनि भएको छ, तर अहिले हामीले यसरी लगाएर यहाँ केरा किनिन्छ होइन, त्यो अबिरहरू लगाएर कस्तो नराम्रो लाग्छ हुँदैन। त्यसलाई चाहिँ सबै ओरिजिनल बनाएर राख्नु पायो भने सबैले हेर्छ होला। यो यस्तो त कहीँ छैन, यो चाहिँ कहीँ पनि छैन, कहीँ पनि छैन। यो चाहिँ अब यहाँ यो भनेको सबै बङ्गलामा के माने यो चाहिँ के नारायण अनि यस्तो पनि कार्तिके कुमार अनि यो चाहिँ दुईटा गणेशको स्वास्नी रिद्धि र सिद्धि। यस्तो गणेशको दुईटा स्वास्नी भएको पनि कहीँ देखेको छैन।
चाहिँ उ गर्छ अरे जोर गणेश जोर बिहे नभएको मान्छेले पूजा गर्ने कुन गणेश जोर गणेश चार कुनामा के छ गणेश त्यहाँ उता गणेश पनि छ यता चारवटा कुनामा गणेश छ यो गणेश चाहिँ गणेशै हो तर जोर दुईटा छ सर तर किन बे नगरे हाले पूजा जोर के जोडी बनाइदिने गणेशले के विश्वास जोडी बनाइदिने यो चाहिँ अन्नपूर्ण बच्चला यो चाहिँ गुहेश्वरी पनि भन्छ यो चाहिँ पशुपति होइन अब पहिला चाहिँ भक्तपुर काठमाडौँ ललितपुर चाहिँ एउटै राज्य थियो नि त होइन त्यसपछि काठमाडौँ भक्तपुर ललितपुर छुटिसकेपछि पशुपति त कहाँ पऱ्यो काठमाडौँमा पऱ्यो अनि काठमाडौँमा पर्दाखेरि त्यहाँ चाहिँ पूजाआजा युद्धको समयमा पूजाआजा गर्न जान्न पूजा गर्न एकदम झन्झट एकदम डर हुन्थ्यो पानी पनि गर्थ्यो बाढी आउँथ्यो त्यस्तो हुन्थ्यो अनि त्यस्तो नहोस् भक्तपुरको मान्छेले पाओस् भनेर त्यो मन्दिर बनाएको यक्ष मल्लको पालामा बनेको भएकोले त्यसलाई हामी यक्षेश्वर महादेव के माने यक्षेश्वर महादेव पशुपतिकै जस्तो शिवलिङ्ग छ यहाँ पनि यक्षेश्वर महादेव यो चाहिँ अन्नपूर्ण वर्षला के वर्षला अन्नपूर्ण वर्षला यसलाई के पनि भन्छ अरे कतिले यसरी मन्दिर गएको छ काठमाडौँ मनको नक्सा एउटै पथमा सधैँको हावा पनि हाम्रै गीत गाउँछ साथी तिनी दिलमा उज्यालो ल्याउँछ उभुन्दै नपर्ने मिठो अनुभव साना क्षणमा ठुलो खुसीको जुन छाया जस्तो होइन तिनी उज्यालो हो नबोल्दा पनि सोभन्छ नारायणको इन्डियामा छ इन्डियामा भएको 4 धाम जान्छ होइन अब त्यो इन्डियासम्म पनि जानु नपर्ने पहिलाको राजाहरूले 4 धामै यहाँ बनाएको 4 धाम रामेश्वर भनेको रामले स्थापना गरेको शिवलिङ्ग बद्रीनाथ के नाथ बद्रीनाथ त्यो चाहिँ केदारनाथ केदारनाथ अनि यो चाहिँ द्वारिकानाथ तिम्रो बसिरहेको मान्छे के हो द्वारिकानाथ जगन्नाथ रामेश्वर बद्रीनाथ द्वारिकानाथ केदारनाथ के नाथ रे बद्रीनाथ जगन्नाथ रामेश्वर द्वारिकानाथ केदारनाथ मैले भनेको खुसरो भइसक्यो होइन खुसरो भयो कि भएन
पुस्रो भइसक्यो हुनुपर्ने अर्कै तर पुस्रो भइसक्यो त्यो अगाडि मैले अस्ति एउटा त्यो पद्मश्रीको अगाडि त्यो दिँदा छ नि त्यहाँ गोल्डेन थियो अबिरले गरेर भन्नु पऱ्यो कि गोल्डेन होइन कस्तो हुन्छ भनेको कि तेरो अहिले छ नि यस्तो छ नि बाहिर गरेर पुरा यस्तो चेप्टो भयो कि पलाञ्चोक भगवती गएको छ कि पलाञ्चोक भगवती करिब करिब त्यस्तै भयो अनि त्यो चाहिँ पुरा भइरहेको काल साहित्य यस्तो लाइनहरू हालेर 5-6 ठाउँमा छ तर पनि यो लाइनलाई मात्रै सिक्रीले मारेको थियो अरू लाइनलाई चाहिँ सिक्रीले मारेको थियो तिनीहरूको चाहिँ खुट्टामा सिक्रीले मारेको थियो अरू लाइनहरूलाई चाहिँ त्यस्तो सिक्रीले मारेको छैन होइन अब दिने गोलीले चाहिँ फेरि सिक्रीले पिन्छ होला त्यस्तै सिक्री आकृति हुन्छ सिक्रीले मारेको खुट्टामा सिक्री मारेको आकृति छ उयो कुरो उसिन्ने गोरेटो मनको नक्सा एउटै कथामा सधैँको हावा पनि हाम्रै गीत गाउँछ साथी तिनी दिलमा उज्यालो लिआउँछ उभुन्नै नपर्ने मिठो अनुभव अब अहिले हेर्दा फेरि पूजा गर्दा यो मान्छेले फेरि यस्तो अज्ञानले पूजा गरे हुँदा त्यो मारेको राक्षसलाई पनि पूजा गर्थ्यो खाना पाएर त्यो मरेको पो हिरण्य कश्यपको त्यो आन्द्रा भुरी गरेर नङले मारे नि होइन हिरण्य कश्यपको कथा थाहा छैन हिरण्य कश्यपले तपस्या गर्छ अनि तपस्या गरेर उसले यस्तो वरदान माग्छ कि उसले मान्छेले पनि मार्न नसक्ने जनावरले पनि मार्न नसक्ने दिनमा पनि होइन रातमा पनि होइन जमिनमा पनि होइन आकाशमा पनि होइन अनि कसरी अब यो नरसिंह भने के न मान्छे हो न जनावर हो काख भनेपछि न जमिन हो न आकाश हो होइन अनि रात पनि होइन दिन पनि होइन ठ्याक्कै ढोकाकोमै मार्छ अनि त्यसरी मारेकोले अब यो पूजा गर्ने मान्छे चाहिँ आइमाईहरूले पूजा गर्छ अब यिनीहरूले त्यो मरेकोलाई पनि त्यो मारेको राक्षसलाई पनि पूजा गर्दैछ गर्दा त्यो हिरण्य कश्यपलाई फेरि टीका लगाइदिएछ होइन अनि यो हनुमानको मूर्ति चाहिँ किन बचेको भन्दाखेरि हनुमानको मूर्ति चाहिँ जस्ताको रहेछ यो त सबभन्दा राम्रो हनुमान हो अब आइमाईहरूले महिलाहरूले धेरै हनुमानलाई छुँदैन पूजा गर्दैन त्यही भएर त्यो चाहिँ ठिकै छ यो हनुमान मल्लको सालीको औँठी चाहिँ अहिले पनि त्यो बनेकै 300-400 वर्षभन्दा बढी भइसक्यो अहिलेसम्म पनि त्यो औँठी चाहिँ तलक्क तल्किरहेछ त्यो ब्लू कलर मैले चाहिँ राति यसरी खिचेको थिएँ होइन ल हेर ल भोटिन मलाई औँठी हेर अहिले फेसबुकमा हेरेँ ल